यमुना नदी विषले भरिएको थियो। यहाँ मृत्युको छाया चारैतिर फैलिरहेको थियो। यो मेरो राज्य हो, कसैले यहाँ आउने हिम्मत गर्दैन। यदि कोही आयो भने मेरो शिकार हुनेछ। हे भगवान, यो कालिएको आतंकले सबै सकियो। हामीलाई बचाउनुहोस् भगवान। कृष्ण, हेर त यमुना, तर त्यहाँ जान हुन्न रे। कृष्ण, कृष्ण, मलाई शरीर भारी हुँदैछ। यो सामान्य होइन, कालिएको विष फैलिएको छ। त यहाँ आउने हिम्मत कसरी गरिस् कृष्ण? अब तेरो अन्त्य हुन्छ। तैले मेरो इलाकामा आएर ठुलो गल्ती गरिस्। तिमी मलाई मार्न सक्दैनौ कालिय। म तिमीबाट नाश हुनेवाला छैन। अब मेरो दिव्य शक्ति हेर। तिम्रो अहंकारको अन्त्य यही हुन्छ। यो लात्ती दण्ड होइन, धर्मको न्याय हो। कालिय, ओम नमो भगवते वासुदेवय, गोविन्द हरि हरि। हे प्रभु, हाम्रो पतिलाई क्षमा गर्नुहोस्। उहाँ अज्ञानी थिए। मेरो हरेक पाइलाले तिम्रो अहंकार नष्ट हुँदैछ कालिय। बस भयो, अब सकियो, म हारे। जाऊ कालिय, यो नदी छोडेर टाढा जाऊ। फेरि कहिल्यै निर्दोषलाई नसताऊ। जय श्री कृष्ण, जय यमुना।